कन्या राशि, तपाईको स्वामी बुद्धि र विवेकका कारक बुध हुन्। 2083 साल तपाईको लागि केवल एउटा नयाँ वर्ष मात्र होइन, यो तपाईका सपनाहरूलाई आकार दिने वर्ष हो। तर के तपाईको अति सोच्ने, ओभर थिङ्किङ गर्ने स्वभावले यो वर्षका अवसरहरू गुम्न सक्छन् त? आज म कन्या राशिको आर्थिक, स्वास्थ्य, करियर र पारिवारिक स्थितिबारे यस्तो खुलासा गर्नेछु जसले तपाईको वर्षको कार्ययोजना नै बदल्नेछ। विशेष गरी भिडियोको मध्य भागमा म एउटा यस्तो महिनाको बारेमा बताउनेछु जहाँ तपाईले ठूलो निर्णय लिनुपर्ने हुन्छ। कन्या राशिका जातकका लागि यो वर्ष कार्यक्षेत्रमा क्रान्तिकारी परिवर्तनको योग छ। राहुको सप्तम भावमा उपस्थिति र बृहस्पतिको भाग्य स्थानमा दृष्टि हुनाले तपाईले सोचेभन्दा नयाँ र भिन्न क्षेत्रबाट प्रस्तावहरू आउनेछन्। यदि तपाईँ सूचना प्रविधि, आइटी, सञ्चार वा शिक्षण क्षेत्रमा हुनुहुन्छ भने यो वर्ष तपाईको नाम र दाम दुवै बढ्नेछ। व्यापारमा नयाँ पार्टनरसिप गर्दा भने साउन र भदौ महिनामा विशेष कागजपत्र जाँच गर्नुहोला। जागिरमा हुनुहुन्छ भने स्थान परिवर्तनको बलियो सम्भावना छ जुन तपाईका लागि लाभदायक नै हुनेछ। आर्थिक रूपमा 2083 साल बचत गर्ने वर्ष हो। आम्दानीका बाटाहरू प्रशस्त खुल्नेछन्, तर खर्चको प्रकृतिको कारण पैसा हातमा टिकिराख्न गाह्रो हुन सक्छ। पुराना लगानीहरूबाट यो वर्ष राम्रो प्रतिफल प्राप्त हुनेछ। घर जग्गामा लगानी गर्ने सोच छ भने मङ्सिर पछिको समय उत्तम देखिन्छ, तर कसैलाई ठूलो रकम सापटी दिँदा भने सचेत रहनुहोला, किनकि त्यो फिर्ता आउन कठिन हुन सक्छ। विद्यार्थीहरूका लागि भने यो वर्ष एकाग्रता, फोकस बढाउनु पर्ने देखिन्छ। बाहिरी कुरामा अल्झिँदा नतिजा कमजोर हुन सक्छ। प्रेम सम्बन्धको हकमा कन्या राशिका लागि यो वर्ष अलि संवेदनशील छ। साना कुरामा जिद्दी गर्नाले सम्बन्धमा चिसोपना आउन सक्छ। विवाहितहरूका लागि जीवनसाथीको स्वास्थ्यमा केही खर्च हुन सक्छ, तर आपसी समझदारी भने अझै मजबुत हुनेछ। परिवारमा कुनै धार्मिक वा माङ्गलिक कार्य हुने योग पनि देखिन्छ। स्वास्थ्यमा विशेष गरी पाचन प्रणाली र नसा सम्बन्धी समस्याले सताउन सक्छ। धेरै चिन्ता लिने बानीले मानसिक तनाव बढ्न सक्ने भएकोले